सारा किसानहरू भेला गर्नु पर्यो दाइ तपाईँले। माफ गर्नु होला नेताजी, कति बेकुफ बनाउनुहुन्छ है जनताहरूलाई तपाईँहरू। सत्ता प्राप्तिको लागि हिजो तिनीहरूसँगै कुम जोडेर चाहिँ तपाईँहरूले सरकार बनाउनु भयो। आज उनीहरू नै अराजक भए है। जनजागरण होइन, सम्पत्ति शुद्धिकरण आफैबाट थालनी गर्नुहोस्। भ्रष्टाचारीलाई फाँसीको सजाय हुने कानुन बनाउनुहोस्। जनमत आफै दोब्बर भएर जान्छ। ताइन तुई हात लागो दुई, तातो नछाएर फोन गरेको छ ल त। हेलो 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 ल चट्टै फोन काट्छन्। म त आश्चर्य लाग्छ क्या। होइन हिजो त पार्टीभित्र एउटा अनुशासन थियो क्या, अहिले खोइ के हो त्यो, कसैले कसैको कुरै टेर्दैन। बोल्दा बोल्दै चट्टै फोन काटे। त पैसा त मेरो गएको थियो नि। होइन किसानको नेताले त फर्काउन पो थाल्यो त, म त अचम्म लाग्छ। अब एकचोटि जावेद भाइलाई फोन गर्नु पर्यो।